हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। युट्युब च्यानलमा एकदमै आवश्यक पर्ने कुरा भनेको एडसेन एकाउन्ट हो है। मेरो फाइनली एडसेन एकाउन्ट आइसकेको छ। एडसेन एकाउन्टलाई धेरै प्रोसेस गरेपछि चाहिँ मैले पाएको छु है। यसको प्रोसिजर पनि एउटा अलगै लेभलको छ, जुन आफ्नो डकुमेन्टहरू हालेर भेरिफाई गरेपछि चाहिँ फेरि कोडहरू हालेर यसमा कोड हुन्छ, कोड हालेर भेरिफाई गर्नुपर्छ, तब बल्ल तपाईँहरूको एडसेन एकाउन्ट हाम्रो के अरे युट्युबको पेमेन्ट चाहिँ एडसेन एकाउन्टमा देखिन्छ होइन। र यसलाई कसरी अप्लाई गर्ने भन्ने कुराहरू चाहिँ मैले तपाईँहरूलाई एउटा छुट्टै लङ भिडियो बनाएर लिएर आउँछु। यो चाहिँ खासै लङ भिडियो हुँदैन। मैले एडसेन एकाउन्ट भनेको चाहिँ के हो भन्न खोजेको, एडसेन एकाउन्ट भनेको चाहिँ एउटा यस्तो एकाउन्ट हो जुन कि हाम्रो अनलाइन इन्कमलाई चाहिँ कन्भर्ट गरेर इन्कमलाई ट्रान्सफर गर्छ जुन बैंकमा, त्यो बैंक थ्रु चाहिँ हामीलाई क्यासमा आउने गर्छ। त्यसको ठुलो भूमिका निभाउने चाहिँ गुगल एडसेन एकाउन्ट हो है। यसबाट धेरै कुराहरूको पेमेन्टहरू देखाएर हरेक कुराहरू, अब जस्तो टिकटक, युट्युब, फेसबुकहरू हरेकतिर साइडबाट कमाएको पैसाहरू चाहिँ यो लाइनबाट निकाल्न सकिन्छ है। र तपाईँहरूले चाहिँ यसलाई कसरी अप्लाई गर्न सक्नुहुन्छ, यदि तपाईँहरूलाई इन्ट्रेस्ट छ भने चाहिँ मलाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। सब्सक्राइब गरेर बेल आइकनलाई क्लिक गर्नु। अब आउने भिडियो चाहिँ एडसेन एकाउन्टकै हुनसक्छ, या त्यो हुन सकेन भने अर्को चाहिँ 100% मैले बनाइदिन्छु एडसेन एकाउन्ट कसरी अप्लाई गर्ने र कति दिनमा चाहिँ एडसेन एकाउन्ट आउनसक्छ। मेरो चाहिँ लगभग 45 डेज लाग्यो है। फर्स्ट टाइम चाहिँ पिन आएको थिएन, सेकेन्ड टाइम चाहिँ पिन आयो एडसेन एकाउन्टको पिन। थ्याङ्क यू, तपाईँहरूको मायाले गर्दा मेरो एडसेन एकाउन्टको पिन पनि आइसक्यो गाइज। सबैजनालाई धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा। हस्त, धन्यवाद।